हेलो साथीहरू, आज फेरि एउटा इम्पोर्टेन्ट टपिकमा एउटा भिडियो लिएर आएको छु। आजको टपिक छ कुनै जीवित वस्तु, कुनै वस्तु मृत्युपछि मतलब कति साल पुरानो छ त्यसलाई कसरी पत्ता लगाउने त्यो विधि म लिएर आएको छु। रेडियो एक्टिभिटीबाट जस्तै कार्बन डेटिङको माध्यमबाट हामी पत्ता लगाउन सक्छौँ कि कुन वस्तु कति पुरानो छ। जस्तै कुनै लास भेटेको छ, हड्डी भेटेको छ, त्यो हड्डी कति पुरानो छ, त्यो मानिस कति वर्ष पहिला मरेको थियो, यो कार्बन डेटिङको माध्यमबाट हामी पत्ता लगाउन सक्छौँ। कार्बन डेटिङ हामी जीवित वस्तुमा मात्र पत्ता लगाउन सक्छौँ, यो निर्जीव वस्तुमा पत्ता लगाउन सक्दैनौँ। जस्तै रुख बिरुवाहरू फोटोसिन्थेसिसको माध्यमबाट कार्बन प्राप्त गर्छ अनि मानिसहरूले त्यही रुख बिरुवा, सागसब्जी, आँप, फलफुल खाएर आफ्नो शरीरभित्र कार्बन प्राप्त गर्छ। कार्बन डेटिङ त्यही वस्तुकोमा मात्र पत्ता लगाउन सक्छ जसको भित्र कार्बन हुन्छ। त्यसै गरी यदि मानिस कुनै जीवित छ त्यसमा यदि 10 ग्राम कार्बन छ भने, यदि कार्बन 10 ग्राम छ भने कार्बन 14 पनि 10 ग्राम नै हुन्छ। यदि मानिस मृत्यु भइसकेपछि कार्बन 14 को मात्रा बिस्तारै घट्दै जान्छ। यसमा वैज्ञानिकहरूले के पत्ता लगाएको छ भने मानिसको मृत्युपछि कार्बन 14 हाफ हुनको लागि 5730 वर्ष लाग्छ। जस्तै मानिस जीवित हुँदाखेरि यदि जीवित मानिसमा कार्बन 12 10 ग्राम छ भने कार्बन 14 पनि 10 ग्राम नै हुन्छ। यदि मानिसको मृत्यु भयो भने कार्बन 12 10 ग्राम छ भने कार्बन 14 10 ग्रामबाट साल अनुसार बिस्तारै घट्दै जान्छ। यदि मानिसको कार्बन 14 10 ग्रामबाट 5 ग्राम भयो भने यसले के पत्ता लगाउँछ भने त्यो हड्डी मानिसको कङ्काल 5730 वर्ष पुरानो छ। यो कार्बन डेटिङको नियम मानिस, रुख बिरुवा, जीव जन्तुमा मात्र लागू हुन्छ, यो निर्जीव वस्तुहरूमा लागू हुँदैन। जसको शरीरभित्र कार्बन छ त्यसमा मात्र कार्बन डेटिङको नियम लागू हुन्छ। जसरी अस्ति पुरातत्त्वले यही माध्यमबाट कुनै जीव जन्तुको या कुनै रुख बिरुवाको मरिसकेको रुख बिरुवाको जीव जन्तुको उमेर पत्ता लगाउने गर्दछ। ल आजको भिडियोमा यति नै। यस्ता नै इम्पोर्टेन्ट भिडियोहरू, इन्फर्मेटिभ भिडियोहरू लिएर आउनेछु। अब धन्यवाद। अब अर्को भिडियोमा भेट हुन्छौँ। ल धन्यवाद।